नमस्ते, म ओमराज गुप्ता पोर्तुग चौकी स्वास्थ्य परामर्शबाट बोल्दैछु। आज म एउटा समुदायमा देखा परिरहेको वा नेपालमा देखा परेको महामारीको रूपमा फैल्दै गरेको रोगको बारेमा भन्न गइरहेछु। त्यो रोग हो भनेको टिबी। टिबी भनेको यो एक प्रकारको सर्ने सरुवा रोग हो जुन चाहिँ श्वास प्रश्वासको माध्यमबाट सर्दछ। यसमा माइकोबैक्टेरियम ट्युबरक्युलोसिस भन्ने ब्याक्टेरिया हुन्छ जसले चाहिँ श्वास प्रश्वासमा वा फोक्सोमा संक्रमण गर्दै टिबी लगाउने काम गर्दछ। यो टिबी लागिसकेपछि कस्तो प्रकार के लक्षणहरू देखा पर्दछ हैन। एक नम्बरमा भयो लगातार खोकी लागिरहने, ज्वरो आउने र राति सुत्दा पसिना आउने, थकान महसुस हुने, खाना खान मन नलाग्ने, खाकारमा रगत देखा पर्ने, तौल 10% घट्दै जाने। यो भयो टिबीका चिन्ता त लक्षणहरू। अब यो कस्तो प्रकारका मान्छेहरूमा देखा पर्दछ त? एक नम्बरमा भयो इँटा भाटा उद्योग धन्दामा काम गर्ने मानिसहरूमा। 2 नम्बरमा गरिब तथा कुपोषण भएका व्यक्तिहरूमा, मधुमेह भएका व्यक्तिमा तथा जटिल रोग जस्तै कि HIV एड्स जस्ता बिरामीलाई यो सजिलै संक्रमण गर्न सक्दछ। यसलाई कसरी बाँच्ने त? जनसमुदायमा यसको बारेमा जनचेतना फैलाउने, महिला सभा संसेविका या नजिकको स्वास्थ्य संस्थामा हामी गएर परामर्श लिन सकिन्छन्। अनि यो यति गर्दै थाहा भएन भने चाहिँ अब खाकार परीक्षण गर्ने, स्क्रिनिङ कार्यक्रम पनि राखेर या त्यसलाई बच्न सकिन्छ भन्ने छ। अब यसलाई लागिसकेपछि यो कति महिना औषधि खाँदा ठिक हुन्छ त? यो मुख्य रूपमा चाहिँ अब 2 महिना एचआरजेटी जसलाई इन्टेन्सिभ फेज भनिन्छन्, अनि 4 महिना कन्टिन्युअस फेज हुन्छ, त्यो एचआर खाइन्छ। यो टोटल भनेको 6 महिनासम्म खुवाइन्छ र टिबीको ब्याक्टेरियालाई पूर्ण रूपमा मर्नको लागि 6 महिनै अवधि भएको हुनाले यो 6 महिनै खुवाइन्छ। यदि कुनै कारणवश सन्चो भएन भने फेरि स्पुटम टेस्ट गरेर यदि नेगेटिभ आयो भने ठिकै छ, यदि पोजिटिभ आयो भने बल्ल फेरि यसलाई 3 महिना झन् औषधि थपेर 9 महिना खुवाइन्छ। यदि फेरि आयो भने ठिक छ, न त 9 देखि 18 महिनासम्म यसलाई मजाले अब डाक्टरको प्रिस्क्राइब अनुसार हामी औषधि खुवाउन सकिन्छन्। अब टिबी भइसकेको मानिसहरूलाई हामीलाई दिक्क लाग्छ औषधि खान मिठो हुन्न। यो सँगसँगै हामीले पाइरोडक्सिन भन्ने भिटामिन B6 औषधि खानामा फलफुल मासुहरू प्रशस्त मात्रामा खानुपर्छ। यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? आजको भिडियो यति छ। हजुरलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। र हस्त धन्यवाद।